सन्चै हुनुहुन्छ साथीहरू? अभी हम जिंदा हैं। वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामीले भिडियो फरक खालको हाल्नेछौँ। आज हामीले क्रिकेटको भिडियो हाल्नेछौँ। मैले अघिको इन्ट्रो पनि दिइसकेको छु अघिल्लो भिडियोको। त्यस कारण अबदेखि हामीले क्रिकेटको जो हाल्छौँ होला सकेसम्म त्यो टाइम वेस्ट नगरिकन हाम्रो मेन मुद्दामा जाउँ। आज हामीले देख्नेछौँ क्रिकेटको कपाडा, क्रिकेटको बेइज्जतीवाला क्लिपहरू। क्रिकेटको बेइज्जती कसरी हुन्छ त गाइज? हजुरले यी कुराहरू देख्नुहुन्छ, सुन्नुहुन्छ, बुझ्नुहुन्छ, मनन गर्नुहुन्छ। मान्छेले आफ्नै फर्मेट बनाएछन् क्रिकेट खेल्नलाई। यस्तो यस्तो फर्मेट जसलाई देख्नु भने हजुरले यही भन्नुहुन्छ। ये सब क्या देखना पड़ रहा है? सुरु गरौँ यो फर्मेटले। के लाउँछ हजुरलाई, गोल्फ हो कि क्रिकेट हो? बलरको स्पिड हेर्नु न हजुरले, बलरको स्पिड। राम्रोदेखि राम्रो ब्याट्सम्यानले मुद्दिन्छ यसलाई देखेर। इन्टरनेसनलमा त डेल बल हुन्छ। कुछ भी बलरले बल पठाए न अझै, अनि ब्याट्सम्यानले त्यसको लाइन लेन्थ हेरो बुझो अनि नो प्याचमा बल्ल रन खायो। छक्का हो गया। एउटा क्वेसन छ, यो फर्मेटमा कोही ब्याट्सम्यानले पुल सट कसरी खेल्छ? रोहित शर्मालाई मैले गाली दिनु किन होला, हजुरले दिनुहुन्छ? दिमाग खराब हो जाएगा, मैं अम्मा बहन पे आ जाऊंगा मैं इनकी। यो फर्मेटको दुई युजलेस कुरा हुन्छ त्यो मलाई हजुरलाई। हुन त यो फर्मेटै युजलेस हो, त्यही पनि यो विकेट र विकेट किपरको के काम हो भन्छु कि मैले। यो स्पिडसित बल न किपर टिमको हुन्छ न स्टम्पमा हिट हुन्छ। दुइटालाई किन खडा गरेर राखेको त? बलको स्पिड हेर्नु हजुरले। अब यो बलमा नि केही मेरा साथी जस्ता खेलाडी हुन्छन् हेर्नु। दुखी त यस्तरी भए जो सोएब अख्तरको बल छोडे चाहिँ। यो ब्याट्सम्यानलाई प्र्याक्टिस होइन रिटायरमेन्टको जरुरत छ। हेर्नु मैले जति अब्जर्भ गरेको फर्मेटलाई, बलरलाई पहिला व्हाइट बक्समा बल बााउन्स गराउने, पछि ब्याट्सम्यानले हात खुट्टा पाउ के सबैको बल लगाएर हान्छ पर्ने कुरा। यहाँ रनर अप नन स्ट्राइकर हुँदैन। स्याहार ब्याटिङ पनि हजुरले जो गर्नुहुन्छ, मतलब ब्याटिङ हजुर रनिङ पनि हजुर। मेरो हिसाबले यहाँ ब्याट्सम्यानलाई झ्याउला निल्ला भोग्लायो भने चाहिँ हुन्छ होला। गाइज आजको हाम्रो भिडियो यति नै थियो। राम्रो लाग्यो भने अलिकति पनि हाँस्नु भयो भने लाइक गरिदिनु होला, नभए नरुचायो भने अर्कोचोटि राम्रो बनाउने प्रयास गर्छु। त्यसरी आजको हाम्रो कन्टेन्ट छोटो थियो, राम्रो थियो। मिल्छ अर्को भिडियोमा, तबसम्मको लागि बाइ। गाइज म कहीँ आएँ कि पहिला लाइक सेयर सब्सक्राइब त गरेर जानु।